हेलो एभ्रिवान वेलकम टु माई च्यानल। आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भनेर म पनि सन्चै छु। आजको भिडियो तपाईँहरूले थम्बनेल हेरेर चाहिँ चाल पाइसक्नुभयो होला। आज चाहिँ म र बहिनी चाहिँ मोमोको सामान लिनु जाँदैछौँ है। आज हामी मोमो खानेवाला छौँ अनि हामी चाहिँ यो बाटो जाउँ भनेर सौदा गर्नु गयौँ। अनि सौदा लिएर आएपछि चाहिँ मैदाहरू गुन्यो। अन्त फुपूले चाहिँ यहाँनिर बेल्नु हुँदैछ होइन। फुपू र बहिनीबाट चाहिँ बेल्नु हुँदै थियो अनि फुपाले चाहिँ मोमो बनाउनु हुँदै थियो। बाइ द वे मेरो पनि योगदान छ यो किमा चाहिँ मैले नै बनाएको होइन। अनि यस यहाँ चाहिँ फुपाले चाहिँ मजाले बनाउनुहुन्छ अन्त स्पिड बनाउनुहुन्छ भनेर चाहिँ हामीले फुपालाई मोमो बनाउनु लगायौँ होइन। अन्त यसरी बनाउनु भएको थियो। फुपाले चाहिँ एकैछिनमा बनाउनुहुन्छ। अनि यो मोमो चाहिँ हामीले स्टिम गर्नु राख्यो होइन। स्टिम हुँदै थियो अन्त अब मजाले स्टिम भएपछि चाहिँ हामीले निकाल्दा चाहिँ यतिको भएको थियो। मोमो पाकिसकेको थियो र भाँडामा खनायो होइन। मोमो पाक्दै गर्छ हामी अचार बनाउँदै गरौँ भनेर चाहिँ बहिनीलाई चाहिँ मैले मिक्सर गर्नु लगाएँ। अन्त बहिनीले अचार पनि बनायो होइन। यो चाहिँ बाइ द वे छुर्पीको अचार। अनि यस टमाटर सुक्खा खोर्सानी उसिनेको थियो। कस्तो भयो भाइ? के खाएको देखाइदेऊ के को मोमो? चिकन मोमो। हेलो गाइस कस्तो भयो? मिठो भएको छ, टेस्टी भएको छ। साँच्चीकै हो कि? यसले खाएर पनि देखाइदिइहाले गरे। कस्तो लाग्यो बोजू मोमो? मिठो। अब यति खाएर चाहिँ दबाई खानुपर्छ है। र यो चाहिँ मेरो प्लेट हो। 12वटा मोमो, अचार अन्त कोक। हेलो एभ्रिवान वेलकम ब्याक है। फाइनली आजको हाम्रो मोमो बनाएर कम्प्लिट भइसक्यो। अनि एज यु क्यान सी दिस मोमो छ होइन। अन्त यहाँनिर अचार पनि छ। यहाँ चाहिँ एक कप कोक राखेको छु। अन्त चाहिँ यहाँ सुप पनि राखेको छु मेरो साथमा हो। अन्त अब चाहिँ म खाएँ ल। थ्याङ्क यू फर द फुड लर्ड आमेन। बाइ द वे यहाँ हेर्नु न पिम्पल आइरहेछ। तपाईँहरूको मोमो है कसलाई मोमो मनपर्छ कमेन्ट गर्नु होला। मेरो त मोमो फेभरेट हो, ओभरै फेभरेट। सुप पनि छ मेरोसँग। सुप पनि मजाले उम्रेछ। अचार यसमा म यसमा अचार सुपसँग अचार खानु सक्दिनँ। अलग्गै खान्छु अचार। आज दिउँसो यस्तो पानी पऱ्यो कि झन् है। सासमा चाहिँ घाम लाग्दै गएको। 12वटा मोमो थियो। 12वटा यी खाँदैछु। 12वटा दिएको मैले गनेर हालेको। 12वटा दिएको थियो 9वटा भन्दै बोजूले 12वटा भन्दैछु। सो गाइस मिठो लाग्यो मलाई चाहिँ। अचार चाहिँ छुर्पीको छुर्पीको अचार, चिकन मोमो, कोक, सुप।